Hello everyone. Morning. सन्चै हुनुहुन्छ? धेरै माया सबैजनालाई। हेलो गुड मर्निङ नमस्ते सबैजनालाई। तपाईँहरूको बिहानीको सुरुवात कसरी हुन्छ? मेरो त यसै गरी हुन्छ है। पसल आयो, पसल खोल्यो, पसल खोलेपछि सफा गऱ्यो, बढाल्नु, पुस्नु, डम्मीहरू निकाल्नु, कपडाहरू पुस्नु, भुइँ पोचा लगाउनु, त्यस्तैबाट सुरुवात हुन्छ दिनको मेरो। हजुरहरूको कसरी सुरुवात हुन्छ भनिदिनु पर्यो। हेलो गाइस। मलाई पनि लगाएको यसरी लगाउँछु है। तपाईँहरू पनि सघाउनु है आफ्नो मम्मीलाई। फेरि हामी व्यापार गर्न थालेपछि बाहिर जान पनि पाइँदैन, घुम्न जान पनि पाइँदैन। त्यही हो, बिहान उठ, खाना पका खुवा नानीलाई, पसलमा ल्याउनु आउनु, पसल सफा गर्नु। मेरो छोरीले पनि के गरौँ भएर खोजिरहेछ। के गर्नु सघाउँ भनेर मामुलाई के सोध्दैछ, के क्वेसन गर्दैछ। छोराछोरी भएपछि यस्तै हो, उनीहरू नबोल्दा पनि टेन्सन हुने, धेरै बोल्दा पनि रिस उठ्ने, यस्तै रहेछ छोराछोरी भएपछि। हामी आमा भएपछि थाहा हुने रहेछ यस्तो कुराहरू। उसले आएर भिडियोमा हेर्दैछ हुँदैछ कि होइन भनेर। यस्तो अहिलेको बच्चाहरू कति बाठो हुने है, 2-3 वर्षको बच्चाहरू सबै थाहा हुन्छ कहाँ के गर्नुपर्ने, के हुँदैछ भनेर हेरिराखेको छ। मम्मीको भिडियो हुँदैछ कि होइन भनेर साइडबाट। अनि उसले भन्दैछ साइडमा हेलो गाइस भनेर। अनि हामी व्यापारीहरूको चाहिँ हरेक दिनको ड्युटी यही हुन्छ क्या, प्रायः सफा गर्नु, पुस्नु, बेलुका फेरि त्यसरी सफा गर्दा हुल्दाखेरि पनि त्यसरी नै सफा गर्नु पऱ्यो, पुस्नु पऱ्यो। डेली रुटिनै त्यही हुन्छ। मामु लभ यु। मेरा मामु नखल पारेको हेर्नु न, के साह्रो हौ। मलाई चाहिँ लाज लाग्यो नकलले मामु उमा। Hi guys.